के भयो भाइ हजुर कुन कुन भागले रे पछाडिको भागले यो रेखा छुन्छ र कति पटक छोयो आज तिमीले तीनचोटि छोइसक्यो अब ल त्यसो भए गाडीमा बस्छ त गाडीमा बस्छ तिमी सिट बेल्ट लगाऊ तिमी 8 मा जाँदाखेरि कुन साइडबाट जान्छौ राइट साइडबाट जाने हो र तिमी राइट साइडतिर जाने हो भने तिम्रो गाडी के हुन्छ अलिकति लेफ्ट साइडतिर चेपेर राख्नु पर्यो बुझ्यौ नि है ल लेफ्ट साइडतिर चेपेर राख्दा अगाडि आउँदा गुड अलि त गुड सिधा गर सिधा सिधा अझ लेफ्ट च्याप्ने अझ लेफ्ट हो त्यहाँ ब्रेक गर त ब्रेक अब चाहिँ तिमीले 8 मा इन्ट्री गर्दाखेरि तिम्रो राइट साइडबाट पस्ने हो भने तिम्रो गाडी जहिले के हुन्छ पोजिसन चाहिँ तिम्रो लेफ्ट साइडतिर हुनु पर्यो है अब 8 मा इन्ट्री गर्दा तिमीले के हुन्छ हिजो अस्ति अघि पनि त्यही गरिरहेको थियो कि डाइरेक्ट काटिरहेको थियो त्यो गर्ने होइन तिमी 8 मा इन्ट्री गर्दा तिम्रो गाडीको जुन यो मिरर छ नि यो मिरर र जुन यो कोन देखिन्छ नि कोन यो कोन गाडी भित्र आउँदा तिम्रो यो मिरर र यो पोल छ नि इक्वेल हुनु पर्यो क्या इक्वेल बुझ्यौ नि यो इक्वेल भइसकेपछि बल्ल तिम्रो के हुन्छ स्टियरिङ काट्न सुरु गर्ने यता है ल बिस्तारै आऊ त कान्छे बिस्तारै आऊ एकदम स्लोमा अहिले काट्ने होइन है मजाले पहिला त्यो मिरर र यो कोन बराबर हुनु पर्यो ल काट त फुल काट त मिरर हेर है राइट साइडको अहिले छोयो अब यसरी नै गर्ने है